तपाईँ जन्मदा एक्लै जन्मनु भएको थियो। तपाईको साथमा कोही पनि थिएनन् र तपाईँ मर्न पनि एक्लै मर्नुहुन्छ। तपाईको साथमा कोही पनि मर्दैनन्। त्यसैले तपाईले बाँचुन्जेल किन मलाई अरूले एक्लै बनाए, किन साथ दिएनन् भनेर सोच्नुहुन्छ। किनभने यो संसार स्वार्थी छ। यहाँ हर कोहीले साथ आफ्नो फाइदाको लागि दिन्छ र फाइदा सकिएपछि साथ पनि छोडिदिन्छन्। तपाईले कसैको साथ पाइन भनेर दुःख हुन बन्द गर्नुहोस्। तपाईको मन भित्र छ, बाहिर कुनै पनि प्रकारको शान्ति र खुसी छैन। जब तपाईले आफ्नो खुसी र शान्ति बाहिर खोज्न छाड्नुहुन्छ, तब तपाईले आफूभित्र खुसी र शान्ति प्राप्त गर्न सक्नुहुन्छ भनेर भगवान श्री कृष्णले भन्नुभएको थियो। उहाँलाई भगवान विष्णुको 8औं अवतारको रूपमा चिनिन्छ। उहाँले आफ्नो खुसी र शान्ति आफैभित्र खोज्नुपर्छ भन्नुभएको छ। आज हामीले भगवान श्री कृष्णका जीवन परिवर्तन गर्ने 110 बाणीहरू सुन्नेछौँ, जुन बाणीहरूले हर मनुष्यको जीवनलाई परिवर्तन गर्न सक्छ। यदि तपाईँ कसैलाई एकचोटि माफ गर्नुभयो भने तपाईँ बुद्धिमान हुनुहुन्छ। अर्को पटक पनि माफ गर्नुभयो भने तपाईँ एकदमै कोमल हृदयको हुनुहुन्छ र तपाईँ एउटै व्यक्तिलाई तेस्रो पटक पनि माफ गर्नुभयो भने तपाईँ संसारको सबैभन्दा ठुलो मूर्ख व्यक्ति हुनुहुन्छ। जीवनमा तपाईले जो ज्ञानी छ उसलाई बुझाउन सक्नुहुन्छ, जो अज्ञानी छ उसलाई पनि बुझाउन सक्नुहुन्छ, तर जो अहङ्कारी छ उसलाई कहिले पनि बुझाउन सक्नुहुन्न। उसलाई त केवल समयले मात्रै बुझाउन सक्छ। जिन्दगीको मार्गमा एउटा सानो मानिस ठुलो अवसरमा काम आउन सक्छन्, तर एउटा ठुलो मानिसले सानो कुरामा पनि औकात देखाइदिन्छन्। तपाईले जिन्दगीमा सही मानिसलाई खोज्ने कार्य कहिले पनि नगर्नुहोस्। तपाईँ आफू नै सही बनिदिनुहोस्। के थाहा, तपाईलाई भेटेर कसैको सही मानिस खोज्ने काम नै रोकिन सक्छ। जो मानिसले तपाईको दुःखमा आफ्नो खुसी बिर्सन्छन्, ती मानिस भन्दा बढी तपाईको आफ्नो कोही पनि हुन सक्दैन। हाम्रो विचारले नै हामीलाई बनाउँछन्। त्यसैले शब्दमा होइन, आफ्नो विचारमा ध्यान दिनुहोस्, किनकि तपाईको जस्तो विचार हुन्छ तपाईँ त्यस्तै बन्नुहुन्छ। तपाईले आफ्नो संगतको विशेष ध्यान राख्नुहोस्, किनभने सफलता सधैँ राम्रो विचारबाट आउँछन् र राम्रो विचार सधैँ असल व्यक्तिको संगतबाट आउँछ। तपाईले आफ्नो बुद्धिको प्रयोग गरेर पैसा कमाउन सक्नुहुन्छ, तर तपाईँ आफ्नो पैसाले बुद्धि प्राप्त गर्न सक्नुहुन्न। जहाँ तपाईको इज्जत हुँदैन त्यहाँ कहिले पनि नजानुस्, चाहे त्यो कसैको घर होस् वा कसैको मन नै किन नहोस्। जो व्यक्तिले तपाईको इज्जत गर्दैन त्यस व्यक्तिको आसपास कहिले पनि नजानुस्, किनकि उसले न त तपाईको इज्जत गर्छ न त तपाईको इज्जत बढाउँछ। यदि तपाईलाई कुनै पनि कुरामा घमण्ड छ भने तपाईँ एकपटक शमशान घाटको चक्कर लगाएर आउनुहोस्, किनकि त्यहाँ तपाईँ भन्दा पनि शक्तिशाली मानिस जल्ने गर्छन्। जीवनमा तपाईँ कहिले पनि आफूमा घमण्ड नगर्नुहोस्। ढुङ्गा पनि भारी भएर पानीमा आफ्नो अस्तित्व गमाउन पुग्छ। त्यसैले जसको गन्तव्य हलुका हुन्छ त्यही मानिस नै माथि उत्रिन्छ। जीवनमा खुसी हुनको लागि अरूको उपस्थितिमा भर नपर्नुहोस्। एक्लै खुसी हुन सकिन्छ। प्रेरणाको सबैभन्दा महान स्रोत तपाईको विचार हो। त्यसैले महान सोच्नुहोस् र आफूलाई जित्नको लागि प्रेरित गर्नुहोस्। दुःख पाएको मानिस भोलि पनि खुसी हुन सक्छ, तर अरूलाई दुःख दिएको मानिस जीवनमा कहिले पनि खुसी हुन सक्दैन। यदि तपाईलाई कसैले नराम्रो वचन बोल्छ भने शान्त रहनुहोस्, किनकि सूर्य जति नै तातो भए पनि समुद्रलाई सुकाउन भने सक्दैन र तपाईँ उनीहरूसँग रिसाउनुको सट्टा आफ्नो जीवनमा उनीहरूको महत्त्व कम गर्नुहोस्। भगवान श्री कृष्णले भन्नुहुन्छ, क्रोध आएको बेला चिच्याउनलाई तागत चाहिँदैन, तर क्रोध आएको बेला शान्त रहनको लागि तागत चाहिन्छ। तपाईँ खाली हात आउनु भएको थियो र खाली हात जानुहुन्छ। जे तपाईसँग आज छ त्यो हिजो कसैको थियो र भोलि अरू कसैको हुन्छ। तपाईँ त्यसलाई आफ्नो सम्झनु नै तपाईको दुःखको सबैभन्दा ठुलो कारण हो। जीवनमा कर्मले ती व्यक्तिलाई बार्न सक्दैन
जसले फलको आश नगरी काम गर्छन्। तपाईँ केवल हेर्नको लागि राम्रो नबन्नुस्। भगवानले बाहिरबाट होइन भित्रबाट हेर्नुहुन्छ। मित्रतामा कहिले पनि धनी र गरिब दृष्टिकोण नराख्नुस्। बरु इमानदारिता र सत्यताको आडमा मित्रता कायम राख्नुस्। मानिसहरू चाहन्छन् कि तपाईँ सफल बन्नुस्, तर कोही पनि मानिसहरू चाहँदैनन् कि तपाईँ उनीहरू भन्दा पनि सफल बन्नुस्। एउटा महान भनाइ छ, कामप्रति आलस र पैसाप्रतिको लालचले मानिसलाई कहिले पनि महान बन्न दिँदैन। वासुदेव भन्नुहुन्छ, सपना र लक्ष्यमा एउटै मात्र फरक छ। सपनाको लागि बिना मेहनतको निन्द्रा चाहिन्छ र लक्ष्यको लागि बिना निन्द्राको मेहनत चाहिन्छ। यदि तपाईले खान, लगाउन र बस्न पाउनु भएको छ भने त्यसैमा खुसी हुनुहोस्, किनकि हरेक मानिसको भाग्यमा यी सबै कुरा आउँदैन। कसैले तपाईको हातबाट केही छिन्न सक्छ, तर तपाईको भाग्य भने छिन्न सक्दैन। तपाईले कुनै पनि व्यक्तिलाई वर्षौसम्म त्यति चिन्न सक्नुहुन्न जति तपाईले उरिसाएको बेला चिन्नुहुन्छ। सबै कुरा थाहा पाएर पनि यदि तपाई गलतलाई गलत भन्न सक्नुहुन्न भने तपाई आफ्नो अधिकारको लागि पनि लड्न सक्नुहुन्न। समझदारी व्यक्तिले कहिले बदलाको भावना राख्दैन, किनकि उसलाई थाहा छ भगवानले सही कर्म र सही समय आउँदा सबैको हिसाब गर्नुहुन्छ। सेवा सबैको गर्नुस्, तर आशा कसैको नगर्नुस्, किनकि सेवाको सही मूल्य ईश्वरले दिनुहुन्छ। आफ्नो समस्याको बारेमा अरूलाई कहिले पनि नबताऊ, किनभने 80% मानिसहरूले तपाईको समस्याको कारण फाइदा उठाउन सक्छन्।